अनि यो कुराले चाहिँ यो मात्र ब्रेनमा मात्रै होइन बडीमा पनि अब पुरा यसको नेगेटिभ इफेक्ट्सहरू रहेछ। युट्युबमा त हेर्छ अब हामीले मास्टरबेसन गर्नु राम्रो हो भनेर भन्छ एउटा लिमिट सर्टन लिमिटमा, तर स्टिल अब अहिले बुझ्दाखेरि चाहिँ अब आफै त्यही प्लेसमा पुग्दाखेरि चाहिँ चाल पाएँ कि अब सर्टन लिमिटमा पनि यो कुरा चाहिँ अब राम्रो होइन रहेछ। अब टोटली मैले चाहिँ अब यसलाई गर्नु छोड्नै पर्ने रहेछ। अनि मैले बुक पढ्दै थिएँ एटोमिक ह्याबिट्स भन्ने हो। केही पनि ह्याबिटहरू चेन्ज गर्नु छ भने चाहिँ अब मेन कुरा त्यसमा चाहिँ त्यही हुन्छ। ह्याबिट भन्ने बित्तिकै अब हामीले त्यो रिपिटिङ साइकल के भन्छ त्यो रिपिटिङ के भन्छ एउटै कुराले हामीले रिपिट गर्छ त्यही कुरा ह्याबिट पर्छ। जस्तै कि अब भात खाएर त्यसको बादमा पानी खानु, त्यो अब सेम ह्याबिट नै भइसकेको हुन्छ मान्छेहरूको बिचमा होइन। अन्त यो एडिक्सन पनि त्यही हो। त्यो मेन कुरा चाहिँ अब क्यु भन्ने चाहिँ अब जुन चाहिँ चिज सानो कुरा हुन्छ नि अब त्यो चाहिँ तिम्रो ह्याबिटसँग रिलेटेड छ। जस्तै अब मैले फोन एडिक्सन भयो भने अब मैले क्युमा अब सोसियल मिडियातिर अब देखिहाल्छ आजकल सजिलो छ होइन। अब केटीहरू अब त्यस्तै अलिकति देखिहाल्छ मोडलहरू होइन। त्यो क्यु भयो मेरो लागि, अब त्यो क्यु भयो। त्यहाँदेखिको रुटिन के भयो त्यो क्यु भएर ट्रिगर भयो म। त्यहाँदेखि मलाई अब के भन्नु अब वेबसाइटहरू खोल्नु मन पर्यो, त्यो खोलेर हेरेर मैले सपोज मास्टरबेसन गरेँ। अन्त मास्टरबेसन गरेर बादमा अब डोपामिन रिलिज भएको त्यो चाहिँ मेरो रिवार्ड भयो होइन। त्यही ह्याबिट चाहिँ रिपिटिङ भइबस्छ। तर अब मैले त्यो कुरालाई चेन्ज गर्नु लागि चाहिँ मेरो अब ह्याबिट मेन कुरा क्युहरूमा चाहिँ अब ओभर ध्यान दिनुपर्ने छ। त्यो कुराहरूमा चेन्ज गर्नुपर्ने छ अब त्यो पर्सपेक्टिभलाई। प्लस मेन कुरा चाहिँ अब बुकले चाहिँ भन्छ केही पनि कुरालाई चेन्ज गर्नु छ या त माइन्डसेट चेन्ज छ भने चाहिँ मेन कुरा भित्रबाट आइडेन्टिटी नै अब चेन्ज गर्नुपर्छ भनेर भनेको छ हो। म पनि कोसिस गर्दैछु।